एउटा अब कुरा भन्छु क्या के कुरा भन्छु भन्दाखेरिमा पहिला क्या सुन्नै मन यो कहानी चाहिँ पहिला स्कुल पढ्दाखेरि हामीलाई सरले सानो हुन्थ्यौँ न अनि सरले सोध्थ्यो क्या त ठुलो भएर के भन्छस् भनेर सोध्थ्यो होइन अनि धनीको छोराछोरी चाहिँ के भन्थ्यो भन्दाखेरिमा म डक्टर बन्छु म पाइलट बन्छु अब म यो बन्छु त्यो बन्छु भन्थ्यो अनि हामी चाहिँ अब हुन्छ नि अब घरको अवस्था थाहा हुनेहरू हामी अब जस्तै म भयो मुस्कान भयो अनि उनीहरूको पिलो भयो हामी त एउटैमा पढेको नि त अनि त्यो के अरे देवान भयो हामीलाई चाहिँ के भन्नुहुन्थ्यो क्या त्यतिखेर अनि के भन्नुहुन्थ्यो अनि हामीलाई चाहिँ त्यतिखेर जेमा मजा आयो त्यही भन्थ्यो क्या मुस्कानै भन्थ्यो फुटबल प्लेयर बन्छु भन्थ्यो देवानले चाहिँ हल्का गीत गाउँथ्यो अनि देवानले चाहिँ भन्थ्यो क्या के भन्थ्यो भने देवानले चाहिँ म चाहिँ अब सिङ्गर बन्छु भन्थ्यो अनि मलाई चाहिँ ल गीत गाउन आउने होइन अब म चाहिँ के भन्नु म चाहिँ कसम म चाहिँ के भन्नुहुन्थ्यो अनि म चाहिँ खोइ मलाई थाहा छैन भनिदिन्थेँ क्या म चाहिँ अनि त्यो सरलाई चाहिँ अनि त्यो सरले चाहिँ अनि केही नभन्ने उठेर बस भन्थ्यो होइन उठेर बस अनि भन्थ्यो क्या तिमीहरूको के भन्छ नि उद्देश्य बिनाको मान्छे यस्तो सरी हुन्छ यो पशु सर हुन्छ के भन्ने सरलाई चाहिँ के भन्न अहिले के भन्न मन लाग्दैछ भने मासला पढ भन्ने सरलाई के भन्न मन लाग्दैछ भन्दाखेरिमा अब पढ्यो होइन जस्तो तस्तो पढ्यो तर यो बन्छु मात्र भनेर चाहिँ हुँदैन रहेछ त्यतिखेर यो बन्छु भनेर मात्र हुँदैन रहेछ क्या एउटा मिडल क्लास भएपछि एउटा परिस्थितिले जतातिर ढकेल्छ त्यतैतिर हामी चाहिँ जता डोर्याउँछ भन्दा पनि ढकेलिदिँदो रहेछ क्या नचाहँदै पनि अब डोर्याउने भए त पछि मन लागेको गयो नलागेको नगयो हुन्छ नि त ढकालिदिने रहेछ क्या ढकाल्दै जा जे गर्छस् गर भन्ने तरिकाले ढकालिदिन्छ त्यताबाट ठोक्का खायो फेरि आयो फेरि अर्कोतिर गयो फेरि त्यता ढकालिदिन्छ ठोकेर यस्तो हुने रहेछ लाइफ भनेको चाहिँ यही हो कहिले अब दुःख कहिले सुख जति अब दुःखै पर्ने मान्छेलाई चाहिँ झन् दुःख पर्दो रहेछ होइन मैले चाहिँ बुझेको अनि खाडी गएर अनि त्यतिकै बुझेँ मैले अब त्यो सरलाई चाहिँ के भन्न चाहन्छु भने मैले त्यतिखेर जे भए पनि उद्देश्य बताएको हो भने त्यतिखेर म छुटेँ भन्दाखेरिमा त्यो ठाउँमा चाहिँ पुग्न सक्दिनँ थियो रहेछु भन्ने कुरो चाहिँ आज आएर थाहा पायो क्या त्यतिखेर पनि थिएन अहिले पनि छैन जता पैसा आउँछ हामी त्यतै जान्छौँ